संसदमा विचार प्रदान भएर प्रस्तुत गर्ने कुनै पनि बौद्धिक मानिसको ठुलो अभाव हुनेवाला छ। त्यहाँनिर विचार प्रधान मानिसको उपस्थिति धेरै कमजोर हुनेछ। त्यो देखिएको हुनाले एउटा आशा के हो भने हामीले त्यहाँ देशभक्त खोज्नुपर्ने हुन्छ। अहिलेको चुनावमा जतिसुकै वर्स्ट सिचुएसनमा भएको भए पनि मानिस देशभक्त होस्, मानिस राष्ट्रवादी होस्, जुनसुकै पार्टीको होस्, प्रजातन्त्रप्रति निष्ठा राख्ने होस्, इमान्दार होस् र बौद्धिक होस्, विषयलाई बुझ्न सक्ने र बुझाउन सक्ने मानिस होस् भन्ने हामी सबैको कामना। त्यसमा झापा चाहिँ यो देशको सबैभन्दा चेतनशील मानिस बस्ने ठाउँमध्ये पर्ने हुनाले त्यहाँ चाहिँ अपवाद हुन्छ कि भन्ने मेरो आशा छ। युवराज सौरौलाजीले स्वतन्त्र उम्मेदवारी दिनुभयो, दिँदाखेरि यो चाहिँ झापावासीको लागि एउटा अवसर हो भनेर मैले बुझेको छु। अब झापावासीको चेतनाको स्तर चाहिँ यो चुनाव परिणामले बताउँछ। मेरो विचारमा युवराज सौरौला जस्तो देशभक्त, राष्ट्रवादी र प्रजातान्त्रिक आचरण भएको व्यक्तित्व, त्यो पनि एउटा उच्च तहको बौद्धिक व्यक्तित्वलाई उम्मेदवारको रूपमा पाएको, त्यो पनि के हो भने कुनै पार्टीमा अहिले आबद्ध नभएको अवस्थामा स्वतन्त्र केवल जनतासँग मात्रै सम्बन्धित व्यक्तित्व पाएको हुनाले उहाँलाई चाहिँ विजय गराउँछन् भन्ने कता कता मलाई चाहिँ विश्वास लागिराखेको छ। म उहाँलाई यो कार्यक्रमबाट शुभकामना पनि भन्छु, शुभकामना दिन चाहन्छु र झापावासीहरूलाई यो सुवर्ण मौकालाई उच्चतम सदुपयोग गरिदिनको लागि म आग्रह पनि गर्छु। धन्यवाद।